स्टुडियो इन्साइट्सको भाग 3मा तपाईँहरू सबैलाई स्वागत भन्न चाहन्छु। साथसाथै मेरा प्यारा दाजुभाइ अनि दिदी बहिनीहरूलाई प्रभु येशू ख्रीष्टको नाउँमा न्यानो अभिवादन, जय मसीह। आज कार्यक्रम सुरु गर्नुभन्दा अगाडि म तपाईँहरूको सामु एउटा प्रश्न राखेर सुरु गर्न चाहन्छु, जुन हो, के तपाईँको आत्मिकी जीवन र तपाईँको व्यावहारिक जीवन सन्तुलित छ कि छैन? हो, आजको प्रोग्राममा म यही कुरालाई केन्द्रित बनाएर सानो वचन तपाईँहरूको सामु पस्काउँदैछु। म आशा गर्छु कि यो वचन सुनेर तपाईँहरू सबैजना आशिषित हुनुहुनेछ। धेरैजना विश्वासीहरूको जीवनमा चाहिँ दुईटा कुराहरू म देख्दछु, जसले चाहिँ आफ्नो इसाई जीवनमा र दैनिकी जीवनमा चाहिँ लडाइँ गरिरहेको पाउँदछु। एक नम्बरमा चाहिँ आत्मिकी ज्ञान चाहिँ एकदम बढेको तर व्यावहारिक जीवन चाहिँ एकदमै कमजोर भएको। दुई नम्बरमा चाहिँ व्यावहारिक जीवन चाहिँ एकदमै राम्रो तर आत्मिकी जीवन चाहिँ एकदमै कमजोर भएको देख्छु। तर परमेश्वरको इच्छा चाहिँ तपाईँ र म स्पिरिचुअली पनि अलाइभ र प्र्याक्टिकल पनि वाइज हुनु हो। बाइबलले चाहिँ हामीलाई सन्तुलित जीवन जिउन सिकाउँदछ र हामी विश्वासीहरू सबैजनाले पनि सन्तुलित जीवन जिउनु पर्दछ। आउनुहोस् हामी लुका 2:52 पदलाई हेर्नेछौँ। अनि येशू बुद्धिमा, कदमा र परमेश्वर र मानिसहरूको अनुग्रहमा बढ्दै जानुभयो। अनि यो पदले हामीलाई के भन्छ भने येशूको वृद्धि आत्मिक मात्र होइन तर व्यावहारिक पनि थियो। अब हाम्रो इसाई जीवनलाई कुन कुन क्षेत्रहरूमा अनि कुन कुन कुराहरूमा चाहिँ सन्तुलन गर्नुपर्ने हो, आउनुहोस् त्यो कुराहरू चर्चा गरौँ। जीवनका सबै पक्षहरूमा आत्मिकी, पारिवारिक, आर्थिक, सामाजिक, सेवाकाई एकैसाथ परमेश्वरको इच्छामा चल्नुलाई चाहिँ सन्तुलन भनिन्छ। अब आत्मिकी जीवन भनेको चाहिँ के हो त? आत्मिकी जीवन भनेको चाहिँ तपाईँ र मेरो परमेश्वरसँगको सम्बन्ध हो। अनि व्यावहारिक जीवन भनेको चाहिँ के हो त? परिवार, काम, पढाइ, जिम्मेवारीहरू, यी सबै चाहिँ व्यावहारिक जीवनमा पर्दछन्। यदि यी दुई बीच सन्तुलन कायम राख्न सकेनौँ भने हाम्रो इसाई जीवन चाहिँ असन्तुलित हुन्छ। र परमेश्वरले समयको सन्तुलन गर्ने तरिका पनि हामीलाई सिकाउनु भएको छ। तपाईँले मसँग पल्टाउन सक्नुहुनेछ उपदेशक 3:1 पद। यहाँ यसरी लेखिएको छ, सबै कुराको लागि समय छ र आकाशमुनि सबै कार्यकलापको बेला छ। यसको अर्थ हुन्छ हामीले सबै कुराको लागि, सबै कामको लागि ठिक समय चाहिँ छुटाउनु पर्दछ। प्रार्थना गर्ने बेलामा हामीले काम गर्नु होइन, प्रार्थना गर्नुपर्छ। अनि काम गर्ने बेलामा चाहिँ हामीले काम गर्नुपर्छ, प्रार्थना होइन। त्यसै गरी हामीले पनि सबै कुराको लागि चाहिँ समय निर्धारण गर्नुपर्छ। अब हाम्रो इसाई जीवनमा सन्तुलन बिग्रने कारणहरू चाहिँ के हुन् त? आउनुहोस् तिनीहरूलाई हेर्नेछौँ। पहिलो नम्बरमा छ, प्राथमिकताको पहिचान गर्न हामी सक्दैनौँ। धेरैजना मानिसहरू सानो तिनो अनि ठुलो कुराहरूमा व्यस्त भएर आत्मिकी कुरा बिर्सन्छन्। आउनुहोस् हामी मत्ती 6:33 पदलाई हेर्नेछौँ। तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन्। अनि यो पदले चाहिँ के भन्छ भने हाम्रो पहिलो प्राथमिकता भनेको परमेश्वरको राज्य र उहाँको धार्मिकता खोज्ने कुराहरू हुन्। त्यसैले यो पद अनुसार हाम्रो जीवन छैन भने हामी असन्तुलित हुन्छौँ। अनि दोस्रो नम्बरमा चाहिँ धेरै आत्मिकी बन्न खोज्ने तर व्यावहारिक जिम्मेवारी छाड्ने। कतिपय विश्वासीहरू चाहिँ आफूले आफूलाई धेरै जानेको जस्तो गर्छन्, बाइबलको कुराहरू सबै थाहा छ जस्तो गर्छन्, धेरै प्रार्थना गर्छु भन्ने भानहरू देखाउँछन्, आत्मिकी छु भन्ने कुराहरू दर्शाउँछन्। उनीहरूको बोलीबाट, उनीहरूको व्यवहारबाट, उनीहरूको चरित्रहरूबाट त्यो प्रस्तुत गर्न खोज्छन्। तर पछाडि चाहिँ परिवार, काम, पढाइ यी कुराहरूलाई चाहिँ छोड्ने गर्दछन्। त्यसैले आउनुहोस् हामी 1 तिमोथी 5:8 पदलाई हेर्नेछौँ। यदि कसैले आफन्तहरूको र विशेष गरी आफ्नै परिवारको पालन पोषण गर्दैन भने त त्यसले विश्वासलाई इन्कार गर्दछ र विश्वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ। यो पद अनुसार चाहिँ यदि तपाईँले आफ्नो आफन्त, विशेष गरी तपाईँले
आफ्नो परिवारको हेरचाह गर्नु भएन, वास्ता गर्नु भएन, खाने, लाउने, पढाउने कुराहरूमा ध्यान दिनु भएन भने तपाईँले चाहिँ विश्वासलाई इन्कार गरेको ठहरिँदछ। अनि विश्वासलाई इन्कार गर्नु भनेको चाहिँ तपाईँको जीवन असन्तुलित हुनु हो। अनि जब तपाईँले त्यसो गर्नुहुन्छ, तपाईँ चाहिँ विश्वास नगर्नेहरूभन्दा पनि खराब कहलिनुहुनेछ। त्यसै कारणले तपाईँले आफ्नो परिवारलाई चाहिँ हेरचाह गर्नु चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हो। यदि तपाईँले यसो गर्नुभयो भने तपाईँले आफ्नो जीवनलाई चाहिँ सन्तुलित गर्नुहुनेछ। तेस्रो नम्बरमा, काममा मात्रै व्यस्त हुने तर परमेश्वरलाई समय नदिने। यसो गर्नाले चाहिँ तपाईँको जीवन बिजी हुन्छ तर आत्मामा चाहिँ तपाईँ इम्टी हुनुहुन्छ। आउनुहोस् यो कुरालाई हामी वचनबाट हेर्नेछौँ। लुका 10 अध्यायको 38देखि 42सम्म। शीर्षकमा छ मार्था र मरियमको घरमा। उहाँहरू जाँदै गर्नुहुँदा उहाँ कुनै एउटा गाउँमा पस्नुभयो र मार्था नाउँ भएकी एउटी स्त्रीले उहाँलाई आफ्नो घरमा स्वागत गरिन्। मरियम नाउँ भएकी तिनकी एउटी बहिनी थिइन्। तिनी येशूका पाउनेर बसेर उहाँको वचन सुन्थिन्। तर मार्था सेवा सत्कारको धेरै काममा अल्झेकी थिइन्। तिनले येशूका आएर भनिन्, प्रभुज्यू, मेरो बहिनीले सेवा सत्कारको काममा मलाई एक्लै पारेकी छिन्। तपाईँ वास्ता राख्नुहुन्न? त्यसलाई भनिदिनुहोस् र त्यसले मलाई सघाओस्। तर येशूले जवाब दिएर तिनलाई भन्नुभयो, मार्था मार्था, तिमी धेरै कुराको विषयमा चिन्ता गर्छौ र व्याकुल हुन्छौ, तर आवश्यकता एउटै कुराको छ। त्यही असल कुरा मरियमले छानेकी छे, जो तिनीबाट खोसिने छैन। आमेन। यो वचनले चाहिँ हामीलाई के सिकाउँछ भने हामी हाम्रो जीवनको अरू कुराहरूमा भन्दा पनि हामीले प्रभुको काम गर्नमा चाहिँ अग्रसर हुनुपर्छ भनेर सिकाउँछ। जसरी मार्था सेवा सत्कारको काममा लागिरहिन्, तर त्यो बेलामा चाहिँ महत्त्वपूर्ण कुरा चाहिँ परमेश्वरको वचन सुन्नु थियो। त्यो चाहिँ मरियमले गरिन्। त्यस्तै कुरा हाम्रो जीवनमा पनि हामीले अनावश्यक कुराहरू गरिरहेका हुन्छौँ अनि हामीले हाम्रो समय चाहिँ परमेश्वरलाई दिनु सट्टा अरू कुरामा बिजी भइराख्ने कारणले गर्दा चाहिँ हामीले हाम्रो आत्मिक जीवनलाई चाहिँ असन्तुलित बनाइरहेका हुन्छौँ। अब आउनुहोस् हाम्रो असन्तुलित जीवनलाई येशूको जीवनबाट सन्तुलनमा ल्याउने पाटोहरूलाई हेर्नेछौँ। त्यसको लागि आउनुहोस् हामी मर्कुस 1 अध्यायको 35 पदलाई हेर्नेछौँ। यहाँ चाहिँ शीर्षकमा एकान्तमा येशूको प्रार्थना भनेर लेखिएको छ र 35 पदमा यसरी लेखिएको छ, बिहान उज्यालो हुनुभन्दा धेरै अघि उठेर उहाँ बाहिर एकान्त ठाउँमा जानुभयो र त्यहाँ प्रार्थना गर्नुभयो। यो वचनले चाहिँ हामीलाई के छर्लङ्ग गराउँछ भने प्रभु येशू ख्रिस्टले पनि एउटा स्पेसिफिक टाइम, एउटा निश्चित समय चाहिँ उहाँले छुटाउनु भएको छ। बिहान उज्यालो हुनुभन्दा धेरै अघि उहाँ आफै परमेश्वर भइकन पनि आफूले आफूलाई तयार पारेर बिहानै उठेर अनि एकान्त ठाउँमा गएर उहाँले आफ्नो लागि आत्मिकी पक्षमा, आत्मिकी क्षेत्रमा चाहिँ समय दिएको यो पदले देखाउँछ। यदि हामीले हाम्रो जीवनलाई पनि सन्तुलनमा ल्याउने हो भने चाहिँ हामीले समय छुटाउनु पर्दछ, हामीले समय निर्धारण गर्नु पर्दछ। हामीले परमेश्वरलाई चाहिँ म यो समय दिन्छु तपाईँलाई भनेर चाहिँ वाचा गर्नु पर्दछ। अनि फेरि त्यही दिनमा मर्कुस 1:39 पदमा हामीले पाउँछौँ कि अनि सारा गालिलमा तिनीहरूका सभाघरहरूमा प्रचार गर्दै र भूतहरूलाई निकाल्दै उहाँ हिँड्नुभयो। अनि परमेश्वरले गालिलमा प्रचार मात्रै गर्नु भएन, उहाँले प्रवचन मात्रै दिनु भएन, मानिसलाई सिकाउने कुराहरू मात्रै गर्नु भएन, तर उहाँले व्यवहारिक काम पनि गरेर देखाउनु भएको हामी यहाँ पाउँदछौँ। त्यो हो भूत लागेको मानिसहरूबाट चाहिँ परमेश्वरले भूत आत्माहरू चाहिँ निकाल्नु पनि भयो। त्यो चाहिँ परमेश्वरले गर्नुभएको व्यवहारिक पक्षका कामहरू हुन्। अनि यदि तपाईँले येशूको दिनचर्यालाई हेर्नुभयो भने त्यहाँ चाहिँ पूर्ण सन्तुलनको जीवन तपाईँले देख्नुहुन्छ। त्यो परमेश्वरसँगको सम्बन्ध उहाँको थियो, मानिसहरूसँग घुलमिल गर्ने, तिनीहरूको सेवा गर्ने, अनि प्रचार मात्र नगर्ने, व्यवहारिक कामहरू पनि गरेर देखाउने। अनि उहाँले चाहिँ विश्राम पनि लिनुभएको हामीले पाउँदछौँ। तपाईँले मर्कुस 6 अध्यायको 31 पदमा हेर्नुभयो भने उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू आफै पनि मसँग एकान्त ठाउँमा आओ र केही थकाइ मार। अनि यी सबै कुराहरूले चाहिँ के स्पष्ट रूपमा हामीलाई उजागर गर्दछ भने प्रभु येशू ख्रिस्टको जीवन चाहिँ
पूर्ण रूपमा सन्तुलित जीवन थियो। आउनुहोस् हाम्रो व्यवहारिक तरिकाले हाम्रो जीवनलाई कसरी सन्तुलनमा राख्ने भन्ने कुराहरूलाई हेर्नेछौँ। पहिलो नम्बर, प्राथमिकता निर्धारण गर्ने। यदि तपाईँले कुनै पनि समयलाई तोकेर प्रार्थना गर्नुभएको छैन, बाइबल पढ्नुभएको छैन, परमेश्वरसँगको सम्बन्ध निर्माण गर्नुभएको छैन भने अब तपाईँले प्रभु म तपाईँलाई यो समय दिँदछु जुन बेला चाहिँ म प्रार्थना गर्छु, बाइबल पढ्छु र तपाईँसँग कुराकानी गर्छु भन्ने समय निर्धारण गर्नु पर्दछ। त्यो समय तपाईँको बिहान पनि हुनसक्छ, राति पनि हुनसक्छ र दिउँसो पनि हुनसक्छ। यदि तपाईँले आफ्नो मनमा म बिहानको समय परमेश्वरलाई दिन्छु भनेर बाचा गर्नुभएको छ भने हरेक बिहान तपाईँले त्यो समयमा प्रार्थना गर्नुहोस्, बाइबल पढ्नुहोस् र परमेश्वरसँग कुराकानी गर्नुहोस्। यदि तपाईँ काम गर्नुहुन्छ, यदि तपाईँ कोहीसँग बोल्दै हुनुहुन्छ, यदि तपाईँ कतै ट्राभल गर्दै हुनुहुन्छ, यदि तपाईँ पढाउँदै हुनुहुन्छ, यदि तपाईँ सुन्दै हुनुहुन्छ, यदि तपाईँ रमाइलो गर्दै हुनुहुन्छ भने यी सबै कुराहरूमा चाहिँ तपाईँले प्रभुको महिमा हुने, उहाँको प्रशंसा हुने, उहाँलाई प्रसन्न हुने कुराहरू समावेश गर्नुहोस्। जस्तै तपाईँ काम गर्दै हुनुहुन्छ भने परमेश्वरलाई मनमनै धन्यवाद दिन सक्नुहुन्छ। यदि तपाईँ किचनमा खाना बनाउँदै हुनुहुन्छ भने तपाईँले त्यहाँ मधुरो आवाजमा गीत गुनगुनाएर परमेश्वरलाई आराधना गर्न सक्नुहुन्छ। यदि तपाईँ कतै यात्रा गर्दै हुनुहुन्छ भने तपाईँले मनमा नै प्रभु येशू ख्रीष्टको वचनलाई मनन गर्न सक्नुहुन्छ, उहाँको वचनलाई अनुसरण गर्न सक्नुहुन्छ। र यदि तपाईँलाई परमेश्वरले शब्दहरू लेख्ने वरदान दिनुभएको छ भने काम गरिरहँदा पनि तपाईँले मनमा नै गीतको शब्दहरूलाई रचना गर्न सक्नुहुन्छ भने सँगसँगै भाकाहरूलाई पनि तपाईँले कम्पोज गर्न सक्नुहुन्छ। त्यसैले आउनुहोस् हामी कलोसी 3:17 हेर्नेछौँ। यहाँ यसरी लेखिएको छ, कुरा वा काममा जे गर्छौ सबै कुरामा उहाँद्वारा नै परमेश्वर पितालाई धन्यवाद चढाउँदै प्रभु येशूको नाउँमा गर। आमेन। तपाईँले दैनिकी जीवनमा जे कुराहरू गर्नुहुन्छ, जे कामहरू गर्नुहुन्छ, ती सबै कुरामा चाहिँ परमेश्वरलाई धन्यवाद दिएर उहाँको नाउँमा गर्ने गर्नुहोस्। यसो गर्दा चाहिँ तपाईँले आफ्नो जीवनलाई चाहिँ सन्तुलनमा राख्न सक्नुहुन्छ। दोस्रो नम्बर, समय व्यवस्थापन। चाहे तपाईँ बाइबल स्टडी गर्दा होस्, प्रेयर गर्दा होस्, काम गर्दा होस्, रेस्ट गर्दा होस्, ती सबै कुराको तपाईँले स्केड्युल बनाउनुहोस्। यसो गर्दा चाहिँ तपाईँले कुन समयमा चाहिँ कुन काम गर्ने भन्ने कुराहरू चाहिँ निश्चित हुँदछन्। यसले चाहिँ तपाईँलाई धेरै बिजी भन्दा पनि पर्पजफुल देखाउँदछ। तेस्रो नम्बर, आत्मिक र व्यावहारिक जीवन जोड्ने। काम गर्दा होस्, हिँड्दा होस्, दुखी हुँदा होस्, सुख आउँदा होस्, हरेक परिस्थितिमा प्रार्थनाको भावना राख्नु पर्दछ। 1 कोरिन्थी 10:31 हेरौँ। यसकारण चाहे तिमीहरू खाओ अथवा पियो वा तिमीहरू जेसुकै गर, सबै परमेश्वरका महिमाको निम्ति गर। आमेन। यो पदले चाहिँ हामीलाई के सिकाउँदछ भने हामीले जुनै सुकै काम गर्दा होस् सबै कुरा परमेश्वरको महिमाको लागि गर्नुपर्छ भन्दछ। त्यसैले चाहे त्यो आत्मिकी कुरा होस्, चाहे त्यो व्यवहारिक कुरा होस्, जुनै सुकै काम गर्दा पनि हामीले चाहिँ परमेश्वरको महिमा हुने काम गर्नुपर्छ भनेर यो वचनले भन्दछ। चौथो नम्बरमा, सङ्गति र भेटघाट। हामीले हप्ताको 1 दिन मात्र मण्डली परिवारसँग भेट्ने होइन, तर सङ्गति सकिसकेपछि पनि हप्ताको बिचमा हामीले अगुवा, पास्टर, इल्डर, डिकनहरूसँग भेटघाट गर्नुपर्दछ। यसो गर्दा चाहिँ हामीले एक अर्काको कुराहरू थाहा पाउन सक्छौँ। यदि कोही निराशमा छ भने हामीले उसलाई उत्साह गर्न सक्छौँ। यदि कोही अभावमा छ भने हामीले उसलाई सहायता गर्न सक्छौँ। यदि कसैलाई प्रार्थनाको खाँचो छ भने हामीले भेटेर उनीहरूको लागि प्रार्थना पनि गर्न सक्छौँ। त्यसो गर्दा हाम्रो आत्मिकी जीवन सन्तुलित हुन्छ, साथसाथै एक अर्कामा घनिष्ठ सम्बन्ध पनि निर्माण हुँदछ। 5औं नम्बर, आत्मिकी विश्राम। आउनुहोस् हामी प्रस्थान 20:8-10 हेरौँ। सब्बात दिन पवित्र मान्नुपर्छ भन्ने याद राख्नु। 6 दिनसम्म परिश्रम गरेर आफ्ना सबै काम गर्नु, तर 7औं चाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति सब्बात दिन हो। त्यसमा तिमीहरूले केही काम नगर्नु, न त आफ्नो छोराले, न छोरीले,
न कमारा कमारीले, न गाई बस्तुले, न मूल ढोकाभित्र भएको परदेशीले केही काम गरोस्। यो वचनले चाहिँ हामीलाई के सिकाउँछ भने हप्तामा एक दिन चाहिँ सभा दिन मान्नुपर्छ र उहाँको घरमा गएर हामीले उहाँको सेवा गर्नुपर्छ, उहाँको आराधना गर्नुपर्छ र उहाँलाई प्रसन्न तुल्याउने कुरा गर्नुपर्छ। यो चाहिँ हप्ताको एक दिन मात्र नभएर तपाईँले दिनदिनै गर्ने क्रियाकलापहरू हुन्। यति मात्र नभएर तपाईँले हप्तामा एक दिन तपाईँको परिवारको लागि समय छुटाउनु आवश्यक छ। अब हाम्रो जीवन असन्तुलित भयो भने हामीले के परिणामहरू भोग्नु पर्दछ हाम्रो आत्मिकी जीवनमा र व्यवहारिक जीवनमा। यदि हाम्रो आत्मिकी जीवन असन्तुलित र कमजोर भयो भने हामीले गलत निर्णयहरू लिँदछौँ। साथसाथै हाम्रो व्यवहारिक जीवन असन्तुलित र कमजोर भयो भने हाम्रो गवाईहरू कमजोर हुन्छन्। जब हाम्रो आत्मिकी जीवन र व्यवहारिक जीवन असन्तुलित हुन्छ, हामी थकान भएको महसुस गर्छौँ भने असन्तोषजनक पनि हुन्छौँ र अपराध बोध पनि हामीलाई आउँदछ। त्यसैले आउनुहोस् हामी यशाया 26:3 हेर्नेछौँ। जसको मन तपाईँमा अडिएको छ त्यसलाई तपाईँले पूर्ण शान्तिमा राख्नुहुन्छ, किनभने त्यसले तपाईँमाथि भरोसा राख्छ। आमेन। त्यसैले यो वचनबाट चाहिँ म तपाईँलाई के सन्देश दिन चाहन्छु भने सन्तुलन नै शान्तिको बाटो हो। आजको वचन सुनेर तपाईँको दिमागमा विभिन्न प्रश्नहरू उब्जेको हुनसक्छ। के म आत्मिकी रूपमा बढ्दैछु तर व्यवहारिक रूपमा कमजोर छु भन्ने प्रश्नहरू आउन सक्छ। वा म केवल व्यवहारिक जीवनमा मात्रै डुबेको छु अनि मसँग आत्मिकी ज्ञान र आत्मिकी कुरा भनेको केही पनि छैन भन्ने प्रश्नहरू आउन सक्छ। तर परमेश्वर के चाहनुहुन्छ तपाईँलाई थाहा छ? परमेश्वर चाहनुहुन्छ तिमी आत्मिकी पनि रहो अनि जिम्मेवार पनि बन। याकुब 1:22 हामी हेर्नेछौँ। तर वचन पालन गर्ने हो र सुन्ने मात्र भएर आफैलाई धोका नदेऊ। यो वचनले हामीलाई के सिकाउँछ भने हामी सुन्ने मात्र होइन, प्रभुको वचनलाई पालना पनि गर्नुपर्छ। जस्तै परमेश्वरले आफ्नो जीवनकालमा प्रचार मात्रै गर्नु भएन, शिक्षा मात्रै दिनु भएन, प्रवचन मात्रै दिनु भएन, तर उहाँले व्यवहारिक कामहरू पनि गरेर देखाउनु भयो। जस्तै 5 रोटी र 3 माछाले हजारौंलाई खुवाउनु भयो, भूतहरू निकाल्नु भयो, अन्धोलाई देख्ने बनाउनु भयो, लङ्गडोलाई हिँड्ने बनाउनु भयो, 10 वर्षदेखि रगत बग्ने स्त्रीलाई उहाँले निको बनाउनु भयो, तुच्छलाई उहाँले माया गर्नुभयो। हो, जसरी परमेश्वरले आफ्नो जीवनकालमा आत्मिक जीवन र व्यवहारिक जीवनलाई सँगसँगै सन्तुलन गरेर लानुभयो, त्यसरी नै आज तपाईँ र मैले पनि हाम्रो जीवनलाई सन्तुलनमा लानु पर्दछ। जब हाम्रो आत्मिकी जीवन र व्यवहारिक जीवन सन्तुलन हुन्छ, तब हामीले हरेक क्षेत्रमा क्रियाशील भएर काम गर्न सक्छौँ र त्यसले हामीलाई आशिष दिँदछ। आजको एपिसोडमा मैले तपाईँहरूलाई आत्मिक जीवन र व्यवहारिक जीवन कसरी सन्तुलन राख्ने भन्ने बारेमा थोरै वचन सेयर गरेको छु। आशा छ यो वचनले तपाईँहरू सबैलाई आशिष दिनेछ। तपाईँको दैनिकी आत्मिकी जीवनमा यसले कहीँ न कतै सहायता पुर्याउँछ भन्ने म विश्वास राख्दछु। धन्यवाद।